चाहिँ हामी यहाँनिर फेरि हाम्रो के भन्छ फुटबल हेर्न आइसक्यो यहाँनिर वडाको के अब भ्याउँदैन भ्याउँदैन नि भ्याउँदैन खेल 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 ल किन भने खेल कस्तो बवाल यस्तो खेल्नै पाउँदैन अहिले मलाई थाहा होइन ल हाम्रो यहाँ मालवाला चाहिँ आए अनि यहाँ चाहिँ हाम्रो बहिनी त भइगयो अनि हाम्रो यहाँ दादा परेन ल यहाँनिर चाहिँ गेम स्टार्ट भएपछि यो चाहिँ यो कसले खेलायो यसलाई यार यसलाई खेलाउनु नहुने थियो यार खेलाएर चाहिँ अब ठिकै छ अब अहिलेलाई चाहिँ हामी यहाँनिर यो झाऱ्यो यहाँनिर टिमहरू छिरिसक्यो अब एकछिनपछि देखाउनुपर्छ यहाँ के गर्नु यहाँनिर वार्मअप हान्दै थाक्छ यार हाम्रो टिम त यति नै हो अहिले एकछिन भेट्नुपर्छ हाम्रो यहाँ खतरनाक प्लेयर दाइलाई वेलकम गर्न चाहन्छु के दुई शब्द ओहो दुई शब्द दाइ अझै हो यति हो अरे दाइको दुई शब्द चाहिँ अब यहाँनिर अब गान्टीलाई देखाउँछु एक लट ल गान्टीलाई यहाँनिर गान्टी अस्ति गुला छिराउनेवाला बोल केही छैन के बोल्ने बोल छिटो नबोल्ने बोल बडे गुलाकन भिडियो त हाल्यो के डडा बोल बोल बडे ऊ एकजना त्यहाँ भर्खर मुतेर निस्किरहेको ऊ छिटो बोल भने बोल्छस् कि हम कुछ भी नहीं बोलेगा समझ है ओहो क्या बवाल आएर यार बोल्नु भने यार म मान्छे बवाल होइन नि के बोल्ने भएन बोल्ने कुरै केही छैन हो र ल ठिक छ यो चाहिँ के भन्छु के होइन फेरि गुला बनाइदिएन मेरो कनाइदिन्छ ल ल ल आया ल ल भयो जुम हामी माथि जुम कसलाई ल्याउँ भ्लगमा तै बोल के बोल है छिटो बोल भने अहिले छिटो रकी बोल्ने छिटो रकी बोल्ने ए राजा आएछ त यहाँनिर हाम्रो उहाँदेखि किपर आइसक्यो ओए बोल भने इन्ड गर भने तँलाई मलाई ल यो झारहरूले बोली खाँदैन ल हाम्रो यहाँ अङ्कल आइसक्यो के दुई शब्द यता आज गेम राम्रै हुन्छ जित्नुपर्छ भन्ने खेल्दैछ हामी ल सबले गाडाबुडी ब्लगलाई सब्सक्राइब गरिदिनु होला ओहो ल धन्यवाद है ल धन्यवाद अनि ओए मालवाला ओए माल तँ बोल भने के बोल छिटो बोल भने लगायत आज चाहिँ हामी जित्छौँ ल म आज 5 गोल हाल्छु 5 गोल हाल्छु मैले मात्र जित्लासमा किन तेरो पालो भने म त बोल्दिनँ बोल ल यो त नबोल्ने ल यिनीहरू हार्नको लागि रेडी भइरह भाइ तिमी नि बोल्ने हो के बोल न तिमीलाई त मैले साँच्चै होइन केटी देखाएको थिएँ ओ बुई स्किल त ल अहिलेलाई चाहिँ यति यहाँनिर टिमको यहाँनिर के भन्नु लाग्यो यहाँनिर सिनेमेटिक जर्सी लगा भन्ने त्यहाँ किपरको जर्सी छ रे क्या लगा भने हामीले यहाँ दोस्तहरू भेट्छौँ हाम्रो यहाँ दोस्तहरू के बोल्नु ल कसको सपोर्ट हो म त शिवपुरी कति जित्छ जस्तो लाग्छ शिवपुरी जस्तो लाग्छ हो वाट यहाँ चाहिँ फेरि यता फेरि अर्को टिम है फेरि यो ल बोल यहाँ भाइसँग टक्कर पऱ्यो छिटो ल तिमी पनि के बोल मैले शिवपुरीको सपोर्ट हो शिवपुरीले जित्छ ढुक्क फिक्स तर शिवपुरीले जित्छ हुन चाहिँ म कल गरेर केटा कसलाई बाहिर नदिने हामी हुन चाहिँ म चाहिँ यता व्हाइट जर्सीको उत्यो हो टिम हो तर म सपोर्ट चाहिँ उता ब्लूको है फेरि हे हिजो बेलुका मैले घुस खाइसकेँ के होइन 5,000 खाइदिएको सबै खाइदिएको त्यही भएर गोलै हान्दैन जसले गोल हानेर कराइदिने दाइ त्यही काम हो हाम्रो त अब हाम्रो टिममा त्यस्तै लुहादे अघि देख्नुभयो होला त्यस्तै लुहादेहरू तिनीहरूले जित्ला भन्ने त खुलुत्तै जित्ने त हो त्यहाँ हाम्रो टिमहरू त्यहाँ वार्मअप गरेर थाइसक्यो
उहाँमा पनि पुग्छ क्या हाम्रो टिमलाई चाहिँ त्यो रेफ्री चाहिँ ओभरै भयो चटक्कै भयो त्यो चाहिँ यार त्यो त्यसलाई घर घर भाषा हुन्छ अब यहाँनिर खोइ हुनलाई रहे हाम्रो किपरै आएन भने टिममा किपरै छैन भने किपरमा हिजो रक्सी नखा भन्दा नि रक्सी खाएर बसेर त्यो यार कहाँ गयो यार त्यो घर घर एक के खाने ल्याउनु पर्छ त्यसलाई होइन त हो भने हो भन होइन भने लामो भन ए लामो नछाडौँ भन्यो खालि लामो भन्छ यार होइन लामो मेरो कपाल भइसक्यो नि त अहिले 10 महिनाको यत्रो कपाल 10 महिना लाग्दो रहेछ यत्रो कपाल पलाउनु अब यहाँनिर हेर्दैछौँ यहाँ सपोर्टरहरू खोइ आएकै छैन यार बिहान भएर हो कि बिहान 8 बजी यार यहाँ चाकै चिसो भने यहाँनिर बस्दा चाकै चिसो भइसक्यो भने ल अब एकछिनलाई चाहिँ क्यामेरा अफ गरौँ चाहिँ हामी हेर्दैछु होइन कति सब्सक्राइबर छ मेरो के 100K हो नि भाइ 100K देऊ न 100K हो तर के गर्ने यारमा युट्युबमा ग्लिच चलेर मलाई के नै गायब भयो भने 100 देखाइरह ओभर ग्लिच चलिरहेको 100K कटिसक्यो यार के नै गायब भन्यो 100 देखाइरह भने यार अब सब्सक्राइबरै लुगाउनु पर्ला जस्तो यार युट्युबमा हो नि हो न होइन ल अहिलेलाई यति नै रेफ्रीहरू यहाँ घोडे गर्छ त्यहाँ डगीमा बसिरहेको डगीमा हो बिस्तारी रेफ्रीहरूको पारा डगीमा के हो स्लोमो छ त ओहो घोडा कुदा भएर यिनीहरू त ओ यिनीहरू त के हो ह्याप्पी छ त भयो यार हाम्रो टिमहरू उभिरहेको सरेन्डर हान्थ्यो है सरेन्डर हान्नुपर्छ यार यस्तो पाराले त त्यो होइन खोइ त्यो बिगी बसेको थियो नि किपर ए अहिले चाहिँ त्यो किपरलाई पनि देखाउनु पर्छ त्यो चाहिँ कति गोल खाएर 6-7 कतिको हेऱ्यो अरे होइन मात्र को फेरि चिरिज भने र त्यहाँको खतरा खेल्छ को 7 नम्बर खतरा खेल्छ 7 नम्बर हिमालय शेर्पा क्लबको ए हो र हाम्रो खतरा खेल्ने टिम चाहिँ को थाहा यताको म तर म नखेलिदिएको म रिटायर्ड लिइदिएको म खेल्यो भने त जिता गर्छ अनि मलाई के खेल्नु त अनि ओइ के बोले बताउँदैन भइसक्यो भाइले कफै हो र कस्तो खेल्थ्यो मैले रिटायर्ड लिइदिएको 10 पैसा तिमी त भर्खरको देख्छ त म कति होला ल गेस हान ल तिमी गेस हान त कति होला +2 ल यो 10 वर्ष देख्छ कि 10 त मैले 2 वर्ष अगाडि सम्झाइदिएँ 11 हो योमा यसलाई फुच्चे भन्दा नि हुन्छ अहिले यति नै लौ हाम्रो टिममा त्यहाँ घोडा कुदा भएर यहाँनिर हार्नलाई पुरै रेडी गेम सुरु हुन लाग्यो यहाँनिर गेम सुरु हुन लाग्यो एकछिनको लाग्यो दाइ 2 शब्द हेलो हाम्रो टिम चाहिँ यहाँनिर आइसक्यो एनर्जी खाना आएको रे दाइ एनर्जी नखाए त हुँदैन फेरि हाम्रो एउटा किपर बल थियो पहिलाको उहाँ के भन्छ त्यो के अरे करेन्ट कि के होइन करेन्ट राखेसँग किपरै बसिदिन्थ्यो त्यस्तो बबाल थियो हाम्रो किपर अहिले चाहिँ खोइ को पो हो किपरै देख्दिनँ यार म त अहिले यति नै ल फेरि ड्याङ को त्यो करेन्ट यारमा ओभर इरिटेट भइसक्यो घर जा भन्नु मोड भएछ त गएर त्यो के गराएर हो त्यो मैले त्यसले बोले कसले सुने होइन बुझे नि होइन घर जा भन्नु है के 2 शब्द भन्थ्यो त्यसलाई भनिदियो घर जा भन्नु भन्थ्यो त्यसलाई छिटो घर जा भन्थ्यो मलाई फुक्कड कराएर बस्यो यार त्यस्तो गऱ्यो भने त हाम्रो टिम त नि हार्छ त अनि मलाई त्यहाँनिर सबजना त्यहाँ के भइसक्यो भने ल अहिलेलाई चाहिँ फेरि यति नै ल
धेरै जुमै हुँदैन भने के भयो को हो यो माथि परे आज मैले चिन्दै नचिने टिममा अब स्टार्ट हुन लाग्यो यहाँनिर गेम स्टार्ट हुन लाग्यो गेम स्टार्ट भएपछि यहाँनिर ऊ के खेल्यो ल म्याच हाम्रो टिममा चाहिँ त्यो भनेको नै सिधै क्लियर हान्ने हो कि सिधै बल पाइ क्लियर हो भने ऊ त्यस्तो छ ऊ पारा खेलाइ त्यस्तो छ अनि ऊ मन पर्यो यार मलाई त्यस्तो छ खेलाइ अनि भाइ केही बोल्दैन भ्लगमा गइस् त म्याच कति नम्बरलाई दाइ कति नम्बरलाई यो म्याच बासियालाई ऊ यस्तो छ पार ऊ के बल मलाई देखायो क्या यार सबैलाई भर्सा भनिदिनु नि सबलाई बल खायो यो त हेर्दै डर लाग्दो छ निस्किन पर्यो यो मोटेराई निस्किन पर्यो 6 नम्बर कामै छैन त्यो चाहिँ यहाँ म्यानरै रहेछ क्या मलाई यस्तो मैले ग्राउन्डमा त्यो रेफ्री पछि ग्राउन्डबाटै लाउनु पर्छ त्यो मैले कहाँको त्यो मैले दौडिने बुट लगाएर आयो रनिङ जान लाग्छ यार यो रेफ्री भर्दा भने ग्राउन्ड बुट लगाएर आउनु पऱ्यो बारी जस्तो भएन कामै छैन भने यिनीहरूको हावा यहाँ रेफ्री काम छैन झन् प्लेयर त के हो यार अन्त को चाहिँ को भने थाहा छैन यार अहिलेसम्म ल यति नै अहिले डौऱ्यो रेफ्रीलाई दिएको क्या बल यार ओ किरा छिरे यार ढाँटा ल अहिले फेरि यति नै ल दाइ किपरलाई 2 शब्द भन्नु गोल भयो म्याच भन्दैन यहाँ हाम्रो किपरलाई यहाँनिर केही 2 शब्द भन्नु लागिरहेको छ एकैचोटि मुख छाड्नुपर्छ होलसेलमा सबैलाई पालै दिलो ड्याङडुङ है ल अहिले यति भन्दै फेरि हाम्रो दाइको त्यहाँ सपोर्ट आइरहेको दाइको सपोर्ट आउँदैछ यतिको सपोर्ट अब के भन्नु सपोर्ट पाएर के गर्नु प्लेयरहरू खेल्न सक्दैन यति नै दाइलाई चाहिँ एउटा शब्द भन्नु लागिरहेको छ ड्रागनलाई रेमस बन भनेको त्यो फेरि सेमस हो अब के भन्ने हो एउटा चाहिँ फेरि सेतो भएर क्या पुरै सेमस जस्तो स्यामस ल अहिले यति नै कहाँ गयो उता खा कुनामा उता हिँडिरहेको सेतो यहाँबाट सेतो देखिरहेको ल अहिले यति ओए किपरले उडायो ल चेस्ट हानेको रे उडायो ल कहाँ गयो बल ओहो को त्यो थाने हो क्या घर लगेर जाँदैन हुन्छ ब ल यसलाई यति नै गेममा नि यस्तो आएछ नि त स्प्रेको व्यवस्था आएछ त यार त्यो बर्थडेमा त्यो छर्ने स्प्रे हुन्छ त्यो ल्याएर आएछ त्यो बर्थडेमा छर्छ त्यो स्प्रे बोकेर आएछ यार रेफ्रीले त यार वालहरू ल यहाँ फ्रिकिक अब यहाँनिर फ्रिकिक कस्तो आन्छ हेरौँ फ्रिकिक ल फ्रिकिक लप्पै किपर चान्छु नि होइन नि फेरि किपरहरू कस्तो बल्छ अनि किपरलाई केही शब्द भन ल कस्तो रोकेन त अनि फेरि हाम्रो चाहिँ दुश्मन हो फेरि साइडमा फेरि ल हेरेर ए फ्रिकिक ए के भन्छ कोना पाएछ नि त
कोना त छिराउँछ ल यार मासुलाले अब बियोस भाइ आले अर्छ जन आले अरे बियोस साल भाइ अफसाइड ल अहिले यति नै अफसाइड भएछ पुरै हाम्रो टिमले 3 गोल हान्छ यो मलाई यो जप्ती 3 गोल हान्छ यो है त के 3 गोल हान्छ के झन्डै 3 गोल हान्छ अब त 4 गोल हो 4 गोल हमले 4 भयो भन्दैले 4 गोल भयो भाइ कस्तो लागिरहेको 3 गोल खाएर हामीले खाइहाल्छ 3 गोल है कस्तो लागिरहेको 3 गोल खाएर है 3 गोल हान्छ नर्मल अनि ह्याट्रिक हान्दिरहने ह्याट्रिक हान्दिरहने ह्याट्रिक हान्ने त्यो त सब हान्ने नि त्यो सुदीप भन्ने यार त्यो थाने यार ह्याट्रिक हान्यो बाहिर गएर बस्यो आनन्दले ल अहिलेलाई यति भनेर आएको 3 गोल हान्छ हामीले हाम्रो चाहिँ यहाँनिर अङ्कलले पान बेचेको धेरै भयो म बच्चैदेखि हेर्थेँ अङ्कल भन्ने त कति वर्ष भयो तपाईँले पान बच्चैदेखि हेर्थेँ रे भाइ कति भयो भनिदिनु त त्यो मेरो 17-18 तपाईँ अब भाइरल भनेपछि म जन्मिने बेलादेखि तपाईँले पान बेच्नुहुन्थ्यो यो ल के सक्छ यो भाइ त्यही नि भाइरलै छ अरे के लाग्यो यो एकछिन यो सबलाई चुना लाग्यो 25 भनेर 30 मा यहाँ नि चुना लाउँछ यता नि चुना लाउँछ गाह्रो हुन्छ अङ्कल ल मलाई दुनिया में सबसे बड़ा ईमानदार पान वाला है त्यही त यता नि चुना उता नि चुना हैन पूछे चूने लगाते हैं बिना पूछले कोई चूने लगा देता है हम तो पूछ करके चूने लगाते हैं ल अङ्कल ल मलाई 20 रुपैयाँ बनाइदिनु न त्यो 20 रुपये ए अङ्कल 30 रुपये 30 भने अब 30 रुपये अब पसल में सोध्नु न 50 रुपये 20 रुपैयाँको बनाइदिनु न मैले किन्ने भन्दा के हाल्नु भयो आउँदैन हजुर हुनु के हाल्नु भयो 50 रुपये पुगेछ तपाईँ पसलमा सोध्नु न चेरी खाइदिउँ न अलिकति त्यो एक दुईवटा दिनु न चेरी खाइदिउँ न अङ्कल चेरी मलाई दिनु न कस्तो फ्रीमा है चेरी अङ्कल अब 5 दिन्छ 5 दिन 5 दिन फेरि खायो 4 भयो ल टुक 4 गुण हानी 5 पनि दिनु न भात पनि हुन्छ यो छ नि 5 पनि यो नि खाइदिउँ न एकछिन पखाउनु हो भाइ खाइदिउँ न खाइदिउँ न बनाइरहन्छु तपाईँ यता उता यहीँनिर म खोइ पान बनाइदिनु लाग्यो म ए मुखमा नि हनी नि आएर हाल्छ हनी रे हनी डल्लो पारेर खाइदिनु त्यो सुपारी पनि सोप हो कि सुप हो भाइ मतलब ए हनी पनि तार्दिउँ हनी तार्दिउँ तार्दिउँ ल त्यस्तो दुःख नगर होला तार्दिउँ हुन्छ लानु न लानु हनी पनि तार्दिउँ अङ्कल अब एउटा 5 मात्र दिने क्या त्यो मेरो पान कम्प्लिट भइसक्यो 10 को छ 10 रुपियाँ छैन 5 दिनु नि एउटा चुपाइदिउँ न छैन भाइ पात अब 50 दिन त 10 रुपियाँ डिस्काउन्ट मैले फ्रीमा पान खाइसकेँ एक एउटा उठाएर 10 रुपैयाँ छ त दिनु न 50 कहाँ छ त हाफ भएछ अङ्कल घर कहाँ तपाईँको मेरो घर इन्डिया हो इन्डिया हो कुन ठाउँ इन्डिया बिहार पारी बिहार बिहार हो हजुर ए दाइ 50 दिनु के कति 40 छ 50 छ कि 40 छ तपाईँ हेर्नु फाइदा भइनुहोस् घाटा भइनुहोस् ल अङ्कल धन्यवाद है हुन्छ हजुर धन्यवाद धेरै धन्यवाद बाई 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 थ्याङ्क यू वेलकम मैले चाहिँ पान खाइदिएँ चुना लगाउन भन्नुभएको ए मैले चाहिँ पान खाइदिएको एक एउटा उठाएर पान खाइदियो मैले एउटा पात मात्र नपुग्यो पान खाइसकेको थिएँ मैले यहाँ हाफ भयो किन भेट्नु पर्छ भाइ कस्तो चलाएको भाइ यस्तो नचुपाउ न नचुपाउ न भाइ नचुपाउ न भाइ नचुपाउ न भाइ नचुपाउ न नचुपाउ न भने ओ भाइ सबैजना फेरि एकचोटि चुपाउने हो मेरो चुपाउ न एकचोटि मेरो नि हल्का रमाइलो यहाँ भाइहरूसँग चिन्ता चाहिँ चिन्दिनँ म यहाँ कसलाई नि त्यही नै हल्का रमाइलो हान्थेँ यहाँ ब्लगमा अहिले यति नै
गेम जितिसकेको छ यहाँनिर अब हामी चाहिँ जान लाग्यो है त त्यसको भिडियो अब चाहिँ जाउँ है त ल हामी आजलाई यति नै अब यहाँनिर हामी जितिसक्यो ल बाहिर ल बाई 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 भन्नु खै ल भोलि चाहिँ नहार्नु है ल ल हामी चाहिँ चल्दिएको ल ल हामी चाहिँ चल्दिएको यहाँ जितिसक्यो हाम्रो टिमले जितेर यहाँनिर अब हेभी भइसक्यो अब घर जाने अब अहिलेलाई यति नै भाइ लागि भ्लग चाहिँ यति नै भयो होइन अब हाम्रो टिमले जितिसक्यो त्यहाँनिर 5 गोल हान्यो होला अहिले त हामी चाहिँ हिँडेको त्यति धेरै गोल खाएको रे हानेको हेर्नै सक्दिनँ है म फेरि 5 गोल त हानिसक्यो अब के हुन्छ त होइन अब आजको लागि भ्लग चाहिँ यति नै हुन्छ होला अब नेक्स्ट भ्लगमा भेट्नुपर्छ अब एपिसोड अब 11 पुगिसक्यो आज समेत त अब चाहिँ डेली आउँछ अब चाहिँ डेली जति जब आउँछ अब चाहिँ अस्तितिर ब्रेक भयो म उता घुम्न गइदिएको इन्टरनेसनल टुर हानिदिएको अस्ति के भन्छ इन्टरनेसनल टुर अस्ति थाइल्यान्ड गएर आइदिएको नि त कस्तो छ न्यु लुक चाहिँ अनि यस्तो म चाहिँ कपाल काटेँ नि त थाइल्यान्ड घुमेर आइदिएको यार ओभर थाकिरहेको छु भने बुझ्यो ल ठिक छ ल आजलाई यति नै बाई बाई यहाँ चेकिङमा परिसक्यो यहाँ दाइले मलाई पछि तलासी गर्छ म लाइसेन्स बिना हिँडिरहेको थिएँ यहाँ बिना हेरेर ल अब यहाँ दाइहरू चाहिँ यहाँ गेम जितिरहनु भएको के 2 शब्द भन्नु हामीले 5 गोल हान्यो चपलीलाई 5 यस्तरी अनि अब घर जाने जितेर खै दाइ पार्टी अब क्यारम बोर्ड पार्टी ए भात दिएन दाइ जितेर भात दिएन भात घर गएर ए मासु भात दिएन एकदम फटा है घर गएर मात्रै विजेन्द्र चोर मुर्दाबाद ल आजको लागि यति नै ल ओके बाई बाई ल आजलाई भ्लग यति नै चाहिँ यहाँनिर भ्लग आइसक्यो फेरि यहाँनिर फेरि कन्टिन्यू गरिदिएको इन्ड गरौँ भनेको तर कन्टिन्यू गर्ने बाध्यता पऱ्यो ल दाइ बोलाउँ स्पेशल गेस्ट मुसाजी आउनु भएको छ 1-2 शब्द गेडागुडी भ्लग्सलाई भनिदिनु होला 2 शब्द ल तपाईँ ल दाइ बोले गर्नु न त्यो गीत मात्र सुन्यो भने कपिराइट लाग्छ क्या बोले गर्नु न ल हो यतिकै बोलिरहनु भएको थिएन रे त्यो गीत आयो कि कपिराइट लागिहाल्छ अरे दाइ बिस्तारै त्यसको दाँतमा जुम गर त दादा ल हेर त्यहाँ भाइको भ्लगमा त नलाउँछ है तेरो गर्लफ्रेन्डमा तेरो फोटो फ्ल्यास गर्दिउ अब ल यहाँ भिरन त अब ल जङ्ग्यो दाइ सामान निकाल लाग्नु भयो क्या दाइ जङ्ग्यो ल जङ्ग्यो दाइ राडीको छोरा युवती पर्दा हिरा बेटे बेटेलाई देखाउ न हेलो हामीले कपाल काटेको छैन योपालि फेरि यस्तो छ है हामी फेरि सिनेमेटिक दाइ टङ भाइरल ल तलै देखाइ ल त्यसलाई देखाइदियो भने हाम्रो चाहिँ बहिनी हो सिम्पल हो नि होइन शुभेच्छा